welcome to the vlog, guys. Guys, welcome back to another vlog. Guys, welcome back to another vlog. 3, 2, 1, let's go. Welcome back to another vlog. I hope तपाईहरु सन्चै हुनुहुन्छ होला. म पनि सन्चै छु. अहिले घाम लागिरहेछ. सो आज चाहिँ टुडे स्याटरडे अनि स्कुलको साथीहरु सबजना भेला हुन लागेछ. हामी चाहिँ तारिक जान लागेछ. सबजना साथीहरु आएछ. 2-3 जना चाहिँ मिस भयो. अजित भन्ने साथी पनि बाहिरबाट युकेबाट आएछ. सो त्यही बेलामा सबजना साथीहरु भेट भयो. यहाँ नुपाला कुर हो. अनि केटाहरु चाहिँ गयो 2-3 जना पेट्रोल हाल्न गयो. यो डडेर सरने आज हामी कहाँ जाँला भन्दै नि त ट्राङ्क्युलिटी रिसोर्ट हैन त स्कुलको साथीहरु सबजना भेट रमाइलो गर्नुपर्छ आज कति वर्षपछि भेट है आफ्टर 12 इयर्स भेट्नु त भेटिरहन्छ तर सबैजना भेला नभए धेरै भयो त्यही अब 2-3 जना 2 जना चाहिँ पेट्रोल हाल्नु गयो अब एउटा हावा हाल्न गयो को हावा हाल्नु गयो अझै हावा हाल्न गयो हो म चाहिँ सर्भिसिङ गरेर आउँदैछु एकछिनमा अगाडि रेडी गर्दैन मोबाइलहरु सर नै पालै दिलो यो चोर पनि आए दादाजु यसलाई कुरा जाँठा बाटो पर्छस् भ्लगमा आयो भन्न त मुला किन लुजाएर हेलो लाइक कमेन्ट शेयर सब्स्क्राइब नभनेर लाइक कमेन्ट शेयर सब्स्क्राइब ल अनि कल गर्नुपर्छ आज यो अब यो अगाडि देखेर यो अगाडि 2 जना गएर गिटार बोकिरहेको चाहिँ चन्द्रे अनि उता अगाडि चलाउनु चाहिँ गेन्डे हो अहिले देखाउँछु गेन्डे र चन्द्रेलाई मेरो पछाडि चाहिँ नुपा बसिरहेको अगाडि सरन भयो झडी भयो अनि सुशील र के अरे शङ्कर अगाडि छ सो फार सो गुड बाटो भ्यू पनि बवाल आउँछ अरे अनि के भन्छ नुपा पछाडि बसिरहेको पहिला पनि गएको रहेछ अनि पहिला भ्यू पनि खतरा छ भिडियो भ्यू खतरा छ भने होइन भ्यू खतरा छ अरे भन्दा चाहिँ काठमाडौँको देखाउँछु नि यतिकै बाटोमा कस्तो बवाल देखिरहेको छ डाँडाकाँडाहरू सही देख्ने त्यो डाँडाकाँडा चाहिँ धेरै मनपर्छ चर्चा लगाएर 2 जना बत्तेर गएको छ गेन्डेलाई कसको स्कुटर बटम भइरहेको थियो त्यो पायो झिसेको स्कुटर भत्ताएर अनि चाहिँ राइट सेफ कष्ट आनन्दले जानुपर्छ बवाल रहेछ भिडियोमा यहीँ बन्द गर्थ्यो यहीँ खतरा रहेछ भ्यू त है अहिले पिक्चर भेट्छ यहाँ एउटा खतरा एउटा लेखेको हो अलिअलि बाटोहरू चाहिँ यस्तो पनि रहेछ आधी चाहिँ पिच रहेछ आधी चाहिँ यस्तो खतम टाइपको पछि तर त्यस्तो गाह्रो चाहिँ छैन नतान्ने ठाउँमा त ठिकै छ बर्खा महिनामा चाहिँ पानी पर्ने सिजनतिर आयो भने चाहिँ बिजोग हुन्छ यो ठाउँमा अहिले नै है बल्ल रहेछ तर बाटो चाहिँ ठिकै आधी राम्रो आधी कच्चा यस्तो छ अगाडि ट्याक्सी गइरहेछ धुलो उडाउँछ भ्यू चाहिँ यस्तो रहेछ बवाल छ भ्यू काठमाडौँ भ्याली सब देख्दो रहेछ रोनाल्डो देखाइदिएन रोनाल्डो पनि रहेछ यहाँ सु ल यता पुग्नुला यो र म मात्रै हो लास्टमा भिडियो खिच्दै आएको बिचमा अलिअलि स्कुटर नतान्ने पुरा हिँड्न स्या भइरहेछ गाह्रो छ है भ्यू जस्तो त्यही भने भेस्पा लिएर नआउनुहोस् मैले अर्कै स्कुटर लिएर आउँथेँ बरु अलिकति गाह्रो सर्भिसिङ गरेको छैन त्यही भएर यस्तो भएन यो चाहिँ बुलेट छ बुलेट हवाल मिठो हावा रहेछ कपाल चबलिरहेछ तेरो कतिचोटि भइरहनु नुपा यहाँको थर्ड टाइम यो समेत थर्ड टाइम भएर यसको मेरो चाहिँ फर्स्ट टाइम हो खासै यतातिर यो साइडतिर आउँदैन म जस्तो छ ट्राङ्क्युलिटी रिसोर्ट आइपुग्यो हामी केटाहरू त उता तल छ धेरै टाढा पनि छैन रहेछ नजिकै रहेछ एकैछिन भनौँ न 20-25 मिनटको बाटो त हो नि त्यहाँबाट अफ रोड नभयो भने त 15 मिनट जस्तो पनि पुग्छ हो क्विक गेट अवे यताबाट नजिक पनि ठाडो छ है छैन हो त्यस्तो ठाडो
One of them. ल सट्ट लाएर ल आइपुग्यो ट्र्याङ्कुलिटी रिजोर्ट ल यस्तो छ है योहरू चाहिँ त्यो चाहिँ ठाउँ चाहिँ सट्ट लाएर है स्विमिङ पुल सब रहेछ सोचे भन्दा चाहिँ राम्रै रहेछ यतिको हुन्छ भनेर एक्सपेक्ट चाहिँ गरेको थिएन मैले जस यतिको रहेछ राम्रो लाग्यो मलाई कडा रहेछ केटाहरू सबजना बढाउनु चाहिँ यस्तो रहेछ होइन रुम चाहिँ यस्तै रहेछ ठिकै रहेछ रुम पनि सट्ट बिहान आँखा खोल्ने बित्तिकै ल भ्यू दामी भ्यू ल सट्ट ल केटाहरूको कोठा चाहिँ कसरी सेम हो यो सेम हो यार एउटै रहेछ भ्यू चाहिँ भरे यहाँ पारि टक्क मजा आउँछ भ्यूहरु चाहिँ त्यसलाई घाइते भएर बसिरहेछ अर्को तिमीलाई बस भन्छ एकछिन तिमीहरु निस्किने बेला ऊ आएर अरे के भन्छ चाकमा चाहिँ हान्छ हेलपुरी चस्मा लगाएर यसरी हाम हाल्छु न म हम्बाल्न जा हम्बाल्न ए यो त के साह्रो कालो देख्यो चस्मा लगाएर यसरी हाम हाल्छु हम्बाल्न जा डोय बच्चाको भनेन कि गर्लफ्रेन्डलाई गफाडी म्याम फुली हम्बाल्न ल फोड्दे यसले फोड्दे खै हान्न यस्ता डरपोक यहाँ त केही हुँदैन हौ खै झुसे हान्न हान्ने उता चाहिँ गएर अलिकति ए डाइभ त जाठाको त लेट्स गो यस्ता छन् खेल्नेहरू सबभन्दा सानो गो यस्ताहरू छन् स्याउहरूको पानी 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 दिल भी सानी 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 आ जाओ मेरे मेरे खींच लो बॉयज वीडियो 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 पूरे पूरे दियो क्या खाना खानलाई स्टार्ट गर्यो चट्ट लाएर अगाडि केटाहरू खाना खान लाग्यो राउन्ड 2 पापडेको पापडे के भन्नु बिचरा ब्लगमा शङ्करको हामीमा सबले हेर्छ फेरि पछिदेखि पापडे पापडे भन्छ फेरि यस्तो पापडा चाहिँ कस्तो मिठो लाग्छ कुरा मरायो खासमा यसको नाकभरि सिँगान भएर हिँड्थ्यो बच्चामा त्यही भएर पापडेर आयो यो जिस्काको मात्र हो यस्तो पापडा मन पर्छ कि मलाई गर्लफ्रेन्डले पनि हेरिरहेछ भने चाहिँ है नाम किन राखेको थाहा भयो लौ पहाड खनाइदिए हुन्छ भाइ सबै म त एकछिन भयो अहिले उता हाल्नु खानाइदियो खानाइदियो अहिले यति मात्रै केटाहरूको अहिले यति मात्रै है त भात चाहिँ यसरी खाने हो यहाँको सबभन्दा भात मारेछ मासुको लागि चट्ट ल है जुत्छु म त बवाल बवाल अप्पर मासु मात्रै खाने होइन चट्ट एक गाँसमै सकाइदिएन एक गाँसमा क्या दाल चाहिँ मुखमा हाल्नु भाइ
चाचा कतिचोटि आफ्नो चल्दो रहेछ ट्रेडिसनले दुईजना हो कन्टेन्टको लागि र कन्टेन्टको लागि भवन चाचा बार्बिक्यू गर्ने मासु नि आयो के हो यो पोर्क रहेछ यो पोर्क एउटा चिकन एउटा चट्ट लाएर भ्यू हेर्दै चट्ट लाएर त्यहाँदेखि दुईजना गाएर पौडाएन आजको हिटम्यान पञ्चर युकेबाट रामचन्द्र सुनवार सेफ चाहिँ यो रहेछ आज म आँखा फुल्यो भ्यू जस्तो छ हेर्न राम्रो यो गीत गाई संसारलाई सुनाई तिम्रै प्रशंसा गर्छु म जति टाढा भए पनि यो मन तिमीलाई नै खोज्छ जति नजिकिदिए अझै माया बढ्छ किन सात समुद्र पारी तिमीलाई माया गर्न म है जसरीलाई यो गीत गाई संसारलाई सुनाई तिम्रै प्रशंसा गर्छु म ताली टोयडमा चुनेर यस्तो छ पारा